I am going to share my home tour of 2 months in this video. योपालि म घर 2 वर्षपछि फर्केको थिएँ। मेरो दाइ विदेशबाट आउनुभयो 2 साल बाद अनि यहाँ हेर्न के लिएर आइदिनु भएको छ। अहिले म चाहिँ आफ्नो गाउँ आइसकेको छु है। फाइनली गाई जो सहर गाई 2 दिन आएँ हैन, भिडियो पनि रेकर्ड गरेँ हैन। अब एक दिन सुतेर भ्याएँ, अब आज गएर रेकर्ड गर्ने होला। र मसँग 2 महिनाको छुट्टी थियो। So I utilized that entire vacation into roaming, experimenting new things, gathering new experiences and obviously traveling. यो 2 महिनामा मैले केही दिन घरमै बसेँ, अलिअलि टाइम मिलाएर केटाहरूसँग घुमघाम नि भयो। सो गाइस हम लोग आ चुके हैं। कहाँ आ चुके हैं? यह श्रीपुर का हिडन प्लेस और इसका ये बाइक में गोटी फूट गया। इसमें 3 आदमी बैठने के लिए लायक नहीं है। 1 आदमी 2 आदमी इधर है ना, इधर दोस्त इधर यहाँ दुखी रहा। चलो अब हाइकिंग करेंगे। यहाँ पर अपना ही घर से जस्ट 4 किलोमीटर जस्ट 5 मिनट बाइक में बैठकर आए हैं, तो होप मज़ा आएगा। इधर पानी वानी रहना चाहिए। तो उधर जा रहे हैं हमारा गाइड छलांग लगाने। वकरा नहीं लाजो रे 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 सारा तू तो ना जा फेरी रे रे देखिए मेरे को हंसी लग रहा है भाई, बहुत गहरा है इधर ही, इतना छोटा सा है और बहुत गहरा है। Then I headed towards capital city Kathmandu Valley. So this is Kathmandu baby. यहाँ आएर भान्जा दिदीहरूसँग रमाइलो नि खुब भयो। हेलो गाइज, आज हामी आइसकेका छौँ। बसबाट उत्रिसक्यौँ, आइसक्यो घन्टाघर। हे गाइज, आजको यस ब्लगमा स्वागत छ। र यहाँ मेरो भान्जा, यो भान्जा गलत ठाउँमा जामतिरमा ठाउँमा राखिदिए। गाडी आइरह होला कि अहिले लगिदिन्छु। यहाँ मैले आफ्नो पहिलो पासपोर्ट र एनओसी बनाएँ। अब काठमाडौँ पनि धेरै दिनपछि आएको थिएँ। घुम्न त पर्छ भनेर दिदी र भान्जाहरूसँग चितलाङ र मार्खु जाने प्लान बनाए। अर्को दिन बिहानै हामी निस्क्यौँ मार्खुतिर। त हामी रुमबाट भर्खर निस्किसकेका छौँ अनि अब बस पार्क जानुपर्ने हुन्छ। Had to clean up all her mess and burn the vintage dress. 45 till I die. Wow, I set my house on fire. Break the chains, I'm coming through. Try to catch me lying fools. Ask me twice, won't blink my eyes, 'cause this is my life. I've tried, ride or die. Deep inside my mind, bring my life with me to bed. See, I'm the saint of my pretend. I'm gonna walk away with my head up straight.
हेलो गाइस, हामी आइसकेका छौँ। यो कुन ठाउँ थियो गाइस? हामी आइसकेका छौँ यहाँ त्यो हाइकिङ गर्न अलि टाढा। कोही लिफ्टै दिइरहेको थिएन, त्यही भएर हाइकिङको अप्सन चुज गरेँ। त्यहाँ खोला पनि क्या मस्त छ्याल। यहाँ हेर्नु, मेकअप गर्ने मान्छे मेकअप गर्छ, मोबाइल नि चलाउँछ, केही काम छैन। भन्छ कि म मात्र काम गर्छु, अरू कोही काम गर्दैन। मकवानपुर जिल्लामा रहेको यो कुलेखानी ड्याम अर्थात् इन्द्र सरोवर नेपालकै सबैभन्दा ठुलो मानव निर्मित ताल हो। यो मल्ल राजाको शासनकालमा वाटर सिस्टम र हाइड्रो पावर प्रोजेक्टको लागि बनाएको थियो। बब्बाल ठाउँ छ है यहाँ, बोटिङ लाइन छ यहाँ। ठाउँ चाहिँ राम्रो छ है। बस बाइकबाट आएको है एकदम सजिलो हुन्थ्यो, पब्लिक गाडीमा अलिक टाइमिङ चाहिँ नमिल्ने रहेछ। र यहाँबाट अगाडि मर्खु जाने बाटो छ। यहाँलाई त पैसाको लागि हामी यत्रो ओ मागु टुलु लाभेबी झर्ना, त्यहाँ झर्ना हो। ओहो आवाज आयो, कुदेर जानुपर्छ अब। ओइ भाइ, गाइज वी आर फाइनली एट द झर्ना। चलो गाइज। ओए माछा मारेर खाबे। ओ भिडियो मेरो प्यान्ट भाइ साहब। ओ मा गुटुला यस्तो बाबा छ। ब्लग थियो, बोल्न ब्लगमा। ब्लग थियो कि भिडियो बोल्न? झर्ना कस्तो छ भनौँ, भिजाइदियो मेरो पुरा लुगा। उता पनि क्या बवाल छ कि अगाडि अझै झर्ना छ। ल ल ल यता हो, यता हो। चिप्लो छ बे यहाँ, चप्पल लाएर जानु। ओ टिकटक स्टार यहाँ यस्तो हुन्छ, यस्तो डेन्जर ठाउँमा बस्छ। यहाँबाट ल भिनाजु यो भिडियो हेर्नु ल। यहाँ एकदम मजा आयो होइन। जे होस् हामीले यस्तो हाइकिङ गरेर आएको होइन, यस्तो वाकिङ गरेर आएको यस्तो टाढाबाट, तर मजा आयो। हाम्रो बस्दा भए पनि एकदम मजा आयो। त फोडिदिन्छु क्यामेरासँग अनि बनाउने भ्लग। ल जम्दै कस्तो डर लागिरहेको। त्यो नि एउटा बाँध छ। सो फाइनली हेयर है, भोर दिनको टुर पछि हामी 4 बजे यहाँबाट निस्केको थियो र अहिले हाम्रो यहाँ बेलुकाको 6:30-7 बज्न लागेको छ, 6:30 भइरहेको र फाइनली हामीले आफ्नो घर आइसकेका छौँ। यहाँबाट काठमाडौँको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरू। बवाल भ्यू देखिन्छ सिटीको। अहिले मलाई पुरा लास्टै अल्छी लागेको छ क्या। लाइक, share, subscribe and comment. So it's next day, somewhere in Kathmandu and we are heading towards Swambhunath. एक दिन अचानक प्लान बन्यो कि स्वयम्भूतिर जाने भनेर। Then me and my भान्जा ग्याङ मर्निङ वाक गर्दा गर्दै स्वयम्भूतिर लाग्यौँ।
बट अनफर्चुनेटली द्याट डे डिडन्ट स्टार्ट वेल किनकि कान्छो भान्जालाई कुकुरले अलमोस्ट टोकिसकेको थियो ओए र ऊ एकदम डराएको थियो तर फोर्चुनेटली त्यस्तो केही सिरियस त भएन अनि हामी चाहिँ अगाडि बढ्यौँ डर लाग्यो है हो डराउनु पर्दैन बेङ्गलोरमै हुँदा मैले काठमाडौँको रेस्टुरेन्टहरूको ओफर सोसल मिडियामा धेरै देखिरहेको थिएँ सो आई फाइनली वेन्ट टु टेस्ट द्याट अफर इन रियल लाइफ विथ माई दिदी एन्ड भान्जा हामी आइसकेका छौँ ढाबा खान इन्फाइनाइट बिरयानी खान यहाँ पानीको मौसम भइसकेको छ के गर्ने लेफ्ट कि राइट तब ढाबामा जाने इन्फाइनाइट बिरयानी खाने मजा गर्ने फेरि सुतिहाल्ने घरमा गएर यो रेस्टुरेन्टको नाउँ चाहिँ सेक्वा बाई किलो हो यहाँ लन्च अफर चलिराखेको थियो 1 बजेदेखि 3 बजेसम्म सो वी अर्डर पिज्जा मोमो बिरयानी एन्ड कोल्ड ड्रिङ्क्स पहिला फोटो भिडियोले खाना त दिँदै अगाडिदेखि पर्सनली बिरयानी वाज ए स्क्याम मोमो वाज गुड बट अनेस्टली रेस्टुरेन्टबाट देखिने भ्यू चाहिँ टोटली वर्दी थियो This a layup, this a rebound, then it's right, man. Tyson with the fade, not the air, my hands rocking. When I link with ballpoint, you know it's not. Get it on my way. ऊ हिँड्नै सकिरह नि यहाँ खाएर बिल बचाउनको लागि ए बिल बचाउनको लागि देन मैले फ्री हुँदा एराउन्ड 12 दिन जति इन्टर्नसिप पनि गरेँ र इन्टर्नसिपको लास्ट डे छोड्नुभन्दा अगाडि मैले पाटन दरबार स्क्वायर भिजिट गरेँ सो गाइस एकदमै नै खुसी छौँ आज हामी मेरो स्यालेरी आयो होइन चाहिँ म अफिसबाट रिटायर्ड भइहालेँ त्यो मोमेन्टमा म आफ्नो प्यासन र कर्पोरेट जब कम्पेयर गर्दै थिएँ सो अलि इमोसनल पनि भएँ एउटा कुरा जिन्दगीमा सिकेँ कि जबभन्दा चाहिँ राम्रो भिडियो बनाउनु It was amazing experience to visit such an historic heritage. यो ठाउँमा पुग्ने बित्तिकै जस्तो लाग्छ कि 100 वर्ष अगाडिको डेभलप हिस्ट्रिक सिटीमा आइपुगेको छु कन्क्रिटको सिटी त धेरै देखेको छु बट दिस प्लेस फिल्स कम्प्लिटली डिफरेन्ट यो लगायत मैले काठमाडौँमा धेरै ठाउँहरू भिजिट गरेँ एन्ड अलमोस्ट एट द एन्ड अफ माई कलेज भ्याकेसन देन म घर रिटर्न आएँ Through the windy, wild and barren, over mountain pass once more, I would sail the wide blue ocean if it would land me on your shore. Weary eyes come look upon her, leave your troubles at her feet. When you're called unto the yonder, sing the joyful chorus.
घर आएर मैले खेतीमा नि सक्दो हेल्प गरेँ र मोस्ट इम्पोर्टेन्टली म र मेरो भाइ काम त आफ्नो ठाउँमा छँदैछ, इन्जोयमेन्ट चाहिँ छुट्नु हुँदैन भनेर फरार भएर हामी नदीतिर लाग्यौँ। हामी चाहिँ खेत रोप्ने बाहनाले चाहिँ नुहाउने प्लान गरेर आएको थिएँ। चड्डी सड्डी सब ब्यागमा बोकेर अहिले त जान दिइराख्नु भएको थिएन, अब टोयलेट गर्न गइराखौँ भनेर भागिरहेको। र अनेस्टली यो मेरो होम टुरको वान अफ द बेस्ट मोमेन्ट नै भन्यो। I get paid, bro, just to relax. Yeah, more money now, yeah, more tax. Suited it now, don't worry about that. Boring, yeah, I've never been that. I get paid, bro, just to relax. Yeah, more money, but yeah, more tax. But suited it now, don't worry about that. Flexing, yeah, but your soul is empty. Dripping in diamonds, Fenty. Dripping in vibes, got plenty. Got the technique, yeah, like Jet Li. Ow, one little chop like pow. One little hit like wow. Living for the now, live for the sound. Nice for the dollar, but I'm making a pound, yeah. Worry about that. No, don't worry about that. Worry about that. Worry about that. Like, no, don't worry about that. Something. यो सँगै यो 2 महिनाको रमाइलो, केही दुःखद र धेरै सिक्ने एक्सपिरियन्सेसहरू फ्यामिलीहरूसँग एकदम छिट्टै बितेर गए जस्तो फिल भयो। अनि टिकटको टाइम आइसकेपछि म आफ्नो साथीहरूसँग इन्डिया हुने प्रोसेसमा लागेँ। इन्डिया फर्केर यहाँ फेरि आफ्नो कलेजको रुटिनमा बिजी भएँ। एन्ड सी यू इन नेक्स्ट एडभेन्चरस भिडियो। Do subscribe, Ashish Deswal. No, I'm sure you're not needed. Show you the door. What's that? Yeah, you sure? Yeah, that's a rental. Yeah, what a bore. Lying, nothing in the core. Buying. Yeah, what for? Do what I need to. Always sure. Something real, something raw. Not accidental. No, I'm sure you're not needed. Show you the door. What's that? Yeah, you sure? Yeah, that's a rental. Yeah, what a bore. Lying, nothing in the core. Buying. Yeah, what for? But do what I need to. Always sure.